हेलो गाइज वेलकम टु माई ब्लग्स। अनि आज चाहिँ म बिहान उठेर मर्निङ रुटिन सिध्याएर चाहिँ अब के पकाउनु त भनेर तरकारी खोजिरहेको थिएँ। अनि त्यस पछाडि तरकारी त बाबाले खसीको मासु लिएर आइसकेको रहेछ, इस्कुसको मुन्टा लिएर आइसकेको रहेछ। अनि ल त अब यो खसीको मासु पकाउँछु भनेर चाहिँ यहाँ प्याजहरू रेडी गरिरहेको छु, लसुनहरू केलाइरहेको छु, अदुवा केलाइरहेको छु, टमाटर पखालेर काटिरहेको छु यहाँनिर चाहिँ मजाले। अनि सबै थोक काटकुट गरिसकेपछि चाहिँ अब मासु खनाउनु पऱ्यो भनेर म लागेँ। अनि बोलमा मासु खनाएँ। अनि मासु खनाएपछि कस्तो देखाउनु मन लाग्यो क्यामेरामा म यहाँ देखाइरहेको छु मासु। अनि मासु चाहिँ राम्रो राम्रो पिसहरू लिएर आइसकेको रहेछ। अनि त्यस पछाडि अघि केलाको अदुवा लसुन चाहिँ त्यहाँनिर हालेर चाहिँ मैले धनियाँ जिरा पनि अनि 2टा सुकेको खोर्सानी पनि मिक्स गरेर मजाले मसला बनाएँ। अनि त्यस पछाडि एउटा कुकर बसाएर चाहिँ मैले तेल हालेँ। तेल तात्ने बित्तिकै मैले यो खडा मसला हालेँ। खडा मसला हालेपछि चाहिँ मैले मासु मात्रै हालेर फ्राई गर्ने गरेको छु। अनि फ्राई मजाले गरेँ। अनि रातो रातो भइसकेपछि चाहिँ अनि बेसारा नुन पनि हालेँ, अझै पानी निस्किन्छ कि भनेर। अनि पानी निस्केर मजाले रातो रातो भएर फ्राई भइसकेपछि चाहिँ मैले चाहिँ प्याज र टमाटर हालिदिएँ। अनि प्याज र टमाटर हालेर एकछिन चलाएर चाहिँ छोपेर पकाउनुपर्छ नि त। अनि त्यो टमाटर पाकिसकेपछि चाहिँ अब मैले मसला अघि पिसेको मसला हाल्दैछु। अब यो मसला पनि राम्रोसँगले पाक्न दिनुपर्छ, नत्र गनाउँछ भनेर चाहिँ मैले मजाले त्यो मसला हालेर राम्रोसँगले छोपेर पाक्न दिएँ। अनि त्यति गरिसकेपछि चाहिँ अब पालो थियो मिट मसला र धुलो खोर्सानीको। धुलो खोर्सानी चाहिँ धेरै पिरो नहुने काश्मिरी मिर्च कलरको लागि हालिदिएँ, राम्रो देखिन्छ नि त। अनि त्यो हालिसकेपछि चाहिँ अघि पिसेको मसलाको पानी चाहिँ त्यहाँनिर हाल्दैछु। अब त्यो चाहिँ आफूलाई जति झोल खान मन लाग्छ त्यति हालेर सिटी लगाइदिनुपर्छ। सो मैले चाहिँ 2-4 सिटी लगाएपछि यसरी चेक गरेँ। चेक गर्दाखेरि राम्रोसँगले पाकिसकेको रहेछ। अनि मैले आफ्नो लागि चाहिँ खाना पस्किएँ अनि अरूको लागि पनि खाना पस्किएँ। आजलाई यति नै, बाई बाई गाइज।